यो मौसम चाहिँ यतिको चाहिँ नाच्नुपर्छ है दिदी। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँले पनि सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ भाइटिकाको दिन, सबैजनालाई ह्याप्पी भाइटिका भन्दै साथीहरू म चाहिँ रात 5 त थियो, त्यही भएर भाइटिका लाउनु पाइएन। हामी चाहिँ यहाँ घुम्नु मेरो बहिनी रुँदै हुनुहुन्छ, माइतीहरू घरमा हुनुहुन्न नि त, त्यही भएर। अनि हामी चाहिँ लाग्दैसँग दाजुभाइसँग भाइ लाग्दिया हामी चाहिँ साथीहरू। यहाँ मेरो बोस दाजु बसहरू छ बाइकमा। अनि अब हामी चाहिँ अटोमा जानुपर्ने हुन्छ। अन्त ए छैन लाग्दैको साथीहरू, हामी चाहिँ पुगेर मात्रै भेट्नुपर्ने हुन्छ। साथीहरू हाम्रो चाहिँ अटो यहाँसम्म नै हत्तै आएर हामी चाहिँ अब लागेको। भाउजूहरू चाहिँ बाइकमा आउनुभएको। अनि अब हाम्रो स्टार्टै यहाँबाट हिँडेर जानुपर्ने हुन्छ। कुन कहाँ पो हामी चाहिँ कहाँ पो जाँदैछौँ? नचोक जाँदैछौँ साथीहरू। मलाई यहाँ भारी बोकेर आएको नि, भारी बोकेर जाँदैछु। टोलीहरू अगाडि हुनुहुन्छ। फाइनली साथीहरू हामी चाहिँ यहाँनिर संस्कृति पार्क आएर पनि, अनि यहाँ पिङ पनि खेल्यो हल्का। मैले त्यसको चाहिँ भिडियो बनाइनँ। अनि त्यहाँ देख्न सक्नुहुन्छ 3 पाने, यसलाई चाहिँ के भनिन्छ भने रक्सी पार्ने भाँडो, फुङ्गा बाता। अनि भित्र चाहिँ नानी हुन्छ। अनि यता चाहिँ पिङ खेल्दै हुनुहुन्छ साथीहरू। त्यस्तै छ। अनि यता यस्तो रहेछ संस्कृति पार्क कि के अरे, म त्यति डिटेल चाहिँ थाहा छैन। अनि यहाँ हाम्रा सबैजना आफन्तज्यूहरू, दिदी बहिनी दाजु भाउजूहरू फोटो खिच्दै हुनुहुन्छ। यहाँदेखि भ्यूहरू यस्तो देखिरहेछ। आज चाहिँ म पानी पर्न खोजिरहेको छ, हाम्रोभन्दा चाहिँ धेरै लेक पर्छ। अनि यहाँ मेरो दाजु भाउजू पनि फोटो खिच्दै हुनुहुन्छ। यतिको चाहिँ हाँस्नुपर्ने हुन्छ। अनि त्यस्तै छ आजको मौसम चाहिँ, यतिको चाहिँ नाच्नुपर्छ है दिदी। अनि टिकटक चलाउनुहुन्न र? अनि खुर्मी भन्छ हाम्रो भाषामा चाहिँ, राई भाषामा चाहिँ के भन्छ साथीहरू यसलाई चाहिँ? खुर्मी भन्छौँ हामी। यता भएको यो काँड धनु, यता भयो खै के हो तोङ्बा सोङ्बा। अनि यस्तै त साथीहरू। अब यहाँबाट चाहिँ हामी आउट हुनुपर्ने हुन्छ, यता माथि जानुपर्ने हुन्छ सबैजना। लु ननिकाल्नु होइन, यो सब पाउँछ है। ल लाग्दिया अब चाहिँ ढोक्दिया लाग्दिया। फाइनली साथीहरू हामी चाहिँ यो संस्कृति पार्कबाट चाहिँ अब बाई बाई गर्दै अब चाहिँ हामी अर्को पाहुना घरतिर लाग्दैछौँ। मैले त्यति भिडियोहरू पनि बनाउन पाइरहेको छैन, किनभने सबैजना आफ्नो आफ्नै भएर यहाँनिर, किनभने यो फोनबाटै सबै कलेक्सन गर्नुपर्ने हुन्छ। त्यस्तै छ साथीहरू। यहाँबाट चाहिँ म बिदा हुँदै अब यहाँ देखिराख्नु भएको छ नि, यहाँ के भने त्यसो साथीहरू म चाहिँ यो ठाउँलाई चाहिँ बाई बाई गर्छु। यहाँ मेरो मोटे दाजु भिडियो पनि लड्नुहुन्छ। फाइनली साथीहरू हामी चाहिँ माथि पार्कबाट यहाँ हिँड्दै आउँदैछौँ। हाम्रो चाहिँ हिँड्न पर्ने अवस्था नै आयो। अटोमाथि अर्को रिजर्भ जानुपर्ने भएर। अनि यता मेरो बहिनीहरू आउँदै हुनुहुन्छ। उफ पर अलिक लोसेहरू पो परेछन् जस्तो छ त हौ। खिचाउँ है लस बात भयो। बाइक आएर झन्डै मलाई हन्डर दियो साथीहरू। त्यस्तै अब चाहिँ हामी उता पाहुना घरतिर लाग्यो। यो चाहिँ के भन्छ यसलाई, सुम्निमा चाहिँ पुगिसक्यौँ हामी चाहिँ अहिले। कति न्यानो घाम लागेछ हौ। हाम्रो चाहिँ बिजोक भइसक्यो यो सुम्नी नाचोकमा चटपटे खाने अवस्था। के साह्रो हो बिजोक बनाएको, गाह्रो छ साथीहरू। यहाँनिर अटो नपाएर बिजोक भयो। हाम्रो गाडी चाहिँ माथि साधुटारतिर लागेन, चटपटे खाँदै अब लाग्नुपर्ने हुन्छ। लु आयो मेरो भाइहरूलाई पनि भिडियोमा निकालिदिन्छु म। राम्रो साथीहरू। आमा कति भिड हौ पाहुना घरमा त।
मेरो भाउजू दाजु हामी त गयो बहिनीहरूलाई चाहिँ खै अप्ठ्यारो लाग्यो कि आउनु यो चाहिँ तोङबा सोङबा गाउँघरको लोकल मिठो पाउँछ अरे त पुगेर तोङबा सिकुटी खाने ठाउँ रहेछ साथीहरू यो पाहुना घरमा सब भिडियोमा चाहिँ राम्रो आउँछ नि तर फोटोहरू चाहिँ पाहुना घरको अवस्था चाहिँ एकदम भिड रहेछ त्यति भिडियोहरू बनाउन पाइरहेको छैन हामी चाहिँ कति राम्रो ठुलो तङबाखेर बस्ने ठाउँ भित्र होला नि एकदम भिड भएर माछा रहेछ नि त यहाँ त कस्तो खालको माछा पो यो रातो माछाहरू पनि रहेछ पिराहरू रहेछ के छ पाहुना घरमा चाहिँ पिरा भाउजू आउँछ तपाईँलाई यस्तो पिरा भन्नु अनि यता चाहिँ ठेकीहरू यो चाहिँ हो के भन्छ रक्सी बोक्ने चौठो होइन राईहरूको पुरानो भएछ यहाँको त यस्तो मोमबत्ती त पहिला हामीले बालेको यस्तो होइन यो चाहिँ पछि राम्रो हुन्छ होला यसको चाहिँ भविष्यमा दाम धेरै हुन्छ होला यसको यस्तोहरू त हाम्रो नि छ चाहिएमा हामीलाई सम्पर्क गर्नु होला हामी नि यस्तै सजावटको लागि दिनेछौँ चौठो हर्पे यो राईहरूको फुलहरू राम्रो फुलेको रहेछ यतिको चाहिँ हुनुपर्छ सुहाउने रहेछ त धानचिललाई त फोटो हानिदिउँ त आमै हाँस्दै छ फोन तपाईँको छैन त्यहाँ राम्रो निस्किन्छ त अनि एकदम भिड भएर भिडियोहरू चाहिँ सेक्वा पाहुना घरको ब्याकग्राउन्डहरू चाहिँ यस्तै छ साथीहरू मैले भिडियो राम्रो खिच्नु पाइरहेको छैन त्यस्तै छ अब चाहिँ यति नै भन्नु होला यहाँको भिडियो चाहिँ अप्ठ्यारो भयो मलाई हामी चाहिँ पाहुना घरदेखि नै ओह्रालो लाग्दियो यहाँ भिड भएर अनि ओह्रालो यहाँदेखि चाहिँ यसरी सिँढीमा जानुपर्ने हुन्छ हामी चाहिँ अब डाइरेक्ट भ्यू टार जान्छौँ मैले चाहिँ यता भिडियोहरू बनाउन अलिक अप्ठ्यारो पनि लाग्यो किनभने अब भिड यताउता अब धेरै मान्छे बोकेरमा चाहिँ बोल्नु नि अप्ठ्यारो लाग्छ यहाँ चाहिँ यस्तो छ हेर्नु न साथीहरू बाटोहरू चाहिँ यस्तो छ अनि यहाँ तलदेखि नि हाम्रो फिदिम बजार अनि यस्तै छ हाम्रो फिदिम बजारको नजारा अनि हाम्रो बहिनीहरू चाहिँ यता हिँड्दै हुनुहुन्छ फोनमा चार्ज पनि सिद्धिन लागेर भिडियोहरू पनि मैले हल्का क्लिप्स मात्रै लिइरहेको छु अनि त्यस्तै छ अनि अब चाहिँ हामी अरू लागेर रात पनि भइसक्यो दिन भइसक्यो 4:30 बज्न आँटेको जस्तो लागिसक्यो मलाई चाहिँ घाम हेर्दा चाहिँ अनि यस्तै छ हाम्रो घर गाउँदेखि पारीदेखि नजारा चाहिँ यस्तो छ साथीहरू अब हेर्दै गर्नु होला टिम नगरपालिका पर्छ साथीहरू अनि यता देखिने भाडापा होइन भाडापा अनि यता भयो जोरसाल अनि यता पारी देखिने चाहिँ भ्यू चाहिँ एकदमै बवाल तेह्रथुम तर कस्तो मधुरो देखायो अनि यस्तै चाहिँ साथीहरू आज चाहिँ यस्तै भिडियोहरू बनाउँदै फोटो खिच्दै दिनहरू बित्दै छ कति बजिसक्यो 4 बजेर आइसक्यो खै हाम्रो साथीहरू चाहिँ तपाईँ जति छिटो हिँड्नुहुन्छ त्यति छिटो आउँछन् तिनीहरू अनि बाटोहरू यस्तो छ पानी परेर पहिरोहरू पनि गएछ यहाँ चाहिँ जाने बाटो चाहिँ यस्तो छ हेर्नु न म चाहिँ एकदम स्पिड कुदिरहेको छु आम्मा म कति लामो हो अनि यस्तो बाटोमा चाहिँ जानुपर्ने हुन्छ हाम्रो फिदिम बजार यो चाहिँ ग्राउन्ड पनि देखिरहेको छ
घरको कराउतीले यस्तै छ साथीहरू हाम्रो फिल्म बजारदेखि आसपासमा रहेको घुम्ने ठाउँहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ। मैले चाहिँ आज भिडियोहरू त्यति बनाएन किनभने अप्ठ्यारो फिल भयो। माछा पनि छ यहाँ, रातो माछा हो क्या? के भन्छ यसको यो माछाको नाम? रेड फिस रहेछ है साथीहरू। यहाँ जे भन्छ मेरो भान्जाले मलाई उल्लु बनाउँछ। अब म चाहिँ फर्स्ट टाइम त्यही भएर रेड फिस अरे। हाम्रो भ्यू टावर चाहिँ ऊ तल देखिँदै गरेको। अब हामी पनि फेरि यो सेकेन्ड स्टेप हाम्रो सिँढी ओह्रालो झर्नुपर्ने हुन्छ साथीहरू तल। म चाहिँ जुम गरेर देखाउँ, जङ्गलले छेलिएछ हौ। मेरो भान्जाको हेर न आइले लड्नुलाई। अब अघि रेड बुलले माता जस्तो छ हो। त्यहाँ लड्क्यो आइले उतार्नु पर्नु भने नि मजा आउँछ। मेरो भान्जाको नक्कल हेर्नु न, यहाँदेखि उतार्नु पऱ्यो भने कहाँ पुगिन्छ भन्ने थाहा छ कि छैन मेरो भान्जालाई। हेर्नु त हामी चाहिँ यसरी ओह्रालो जानुपर्ने हुन्छ। भ्यू टावरमै पुग्नु आँटेछौँ ओह्राली बाटो। त्यस्तै छ साथीहरू। आज चाहिँ दिनहरू यस्तै हुँदै बित्यो। हाम्रो घरहरू पनि तल देखिँदैछ। हाम्रो घर चाहिँ कहाँ हो भने आइआओ। मेरो भान्जाको चकचक त घरै चिनिन मैले त। खै आफ्नो घर पनि नचिन्ने कस्तो चाहिँ मान्छे रहेछ हो म त। छ्या हामी चाहिँ यहाँनिर भ्यू टावर पनि आइसक्यौँ। अनि भ्यू टावरमा चाहिँ यस्तो मजाले रङ्गीचङ्गी फुलहरू फुलेको रहेछ। वाउ दामी लाग्यो। के हुन्छ फुल छुट्याउँदा चाहिँ? कति ह्यान्डसम हो मेरो भान्जा। मिलाइदिउँ कि क्या हो? टिकट काट्नु पर्दैन र यहाँ भान्जा? साथीहरू नजरा चाहिँ यस्तो छ भ्यू टावरको। यतादेखि भागौँ कि क्या हो? होइन काट्नु पर्दैन होला आज। हाम्रो भ्यू टावर 5 स्तरको अहिले काट्छौँ है। काट्नै पऱ्यो भने पनि म चाहिँ यताबाट लागेको। अनि म चाहिँ सर्टकटबाट यहाँनिर टिकट काट्नुपर्छ भनिरहेछन्। अनि साथीहरू यहाँ हेर्नु न पहिरो गएको अस्ति। यो साल त पहिरो पनि कति धेरै गयो। अनि म चाहिँ यतादेखि जाँदैछु, बाको मलाई कराउने हो कि। अनि यस्तै छ आजको दिनचर्या। भाइटिकाको विशेष दिन मैले चाहिँ कतिचोटि भनिसकेँ। अनि मेरो बहिनीहरू चाहिँ माथि मान्छेहरू आउने जाने क्रम भइरहेछ। अनि यहाँदेखि त बाटो छैन जस्तो छ। अनि यहाँ अर्को साइडबाट मैले चाहिँ भिडियो गरिरहेको छु। हेर्नु न हाम्रो 5 स्तर गाउँहरू यस्तो छ। बजार चाहिँ मैले अघि देखाएँ। यता चोकमागु नम्बी डाँडा होला, यता आङसाराङ जोर कता कता हो मलाई त्यति थाहा छैन। अनि म चाहिँ यता आएँ। मेरो बहिनीहरू चाहिँ माथि आउँदै हुनुहुन्छ। अनि त्यस्तै छ साथीहरू। अब भिडियोहरू त्यस्तै हो। फोनमा चार्ज पनि दिन आँटिसक्यो। भ्यू टावरभित्र प्रवेश गरिसकेँ। यहाँनिर यस्तै छ। यहाँ चाहिँ यस्तो फुलहरू के हो यो फुल रोप्नुको छ। यहाँ सिलाम सागमा भएको खै हो ला मोटु। यहाँ मोटु पात्लो रहेछ त। नि मेरो भान्जा साह्रै चकचके हुनुहुँदो रहेछ है। के को गुण हो थाहा छ? कति धेरै फुल फुलेको हौ दाजु। अहिले यहाँ टिकट काट्नु पर्दैन कि क्या हो? आज चाहिँ फ्री रहेछ। हिँड्दै गरेको भिडियो बनाइदिनु नि दाजुको। म चाहिँ माथि चढिरहेको छु। अब फर्स्ट स्टेप यहाँदेखि हेर्नु न साथीहरू यस्तो देखिन्छ है। यहाँनिर आउन सक्नुहुन्छ तपाईँहरू पनि घुम्नको लागि। यहाँ चाहिँ आज दिपावली भाइटिकाले गर्दा फ्री रहेछ। नभए चाहिँ टिकट काट्नु पर्थ्यो। अनि हाम्रो फिल्म बजार यस्तो देखिरहेछ। मैले कतिचोटि देखाइसकेँ। अनि एकदम गलेँ म पनि। अनि हेर्नु न बाटो हाम्रो झापा जाने बाटो। मेरो घर चाहिँ कहाँ होला? माइती घर यता त होइन हौ, यता देखिँदैन रहेछ हाम्रो घर चाहिँ। मेरो घर चाहिँ ऊ त्यो यो ग्राउन्डदेखि यता साइडमा पर्छ। के गरेको हाम्रो बहिनीहरू माथि बसिरहेछ नि त। म चाहिँ माथिल्लो स्टेप गइरहेको छु भ्यू टावरको साथीहरू। अनि अब यहाँ माथिदेखि चाहिँ
मान्छे पनि हुँदो रहेछ यहाँ त हैन क्या हो म्याडमहरु मेरो बहिनीहरु चाहिँ यहाँ आउँदै हुनुहुन्छ कति ढिलो हिँडेको होला म अहिले हैन आएको साथीहरु आजको भिडियोहरु यस्तै हो भ्युटारको म चाहिँ अब अरु भिडियो खिच्न टाइम छैन त्यस्तै यता मेरो दाजु भाउजू चाहिँ भिडियो फोटो खिच्दै हुनुहुन्छ भिडियो बनाइदै हुनुहुन्छ अनि यता मेरो सानी बहिनी हुनुहुन्छ फोटो खिच्दियौ फोटो खिच्देको छैन नि फेरि यो हाम्रो भ्युटारको नजारा यस्तै छ साथीहरु ल अब आजलाई चाहिँ यस्तै होला अब फोटो खिच्ने कार्यक्रम हुन्छ फोटो सुट गरेपछि चाहिँ हामी घरतिर डाइरेक्ट लाग्नु पर्ने हुन्छ सबैजना आउन सक्नुहुन्छ यहाँ चाहिँ 50 रुपैयाँ कि 20 रुपैयाँ टिकट अहिले त 50 रुपैयाँ भइसक्यो होला हस् त साथीहरु हामी चाहिँ घरको छेउ आइसक्यो हाम्रो घर छेउको धानबारी यस्तो छ साथीहरु अब हामी चाहिँ यता दाजुको हामी चाहिँ घरतिर लाग्नु पर्ने हुन्छ ढिलो भयो घर चाहिँ त त्यो तल पर्छ त मेरो बहिनीहरु दुईजना साइली र कान्छी मार्छ न ल पर्यो